विश्वकप गुमाएपछि भावुक बने मेस्सी, आँसु रोक्न सकेनन्। स्पेनले लगातार तोडिदियो दोस्रो उपाधिको सपना। फिफा विश्वकप 2026 को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन्। खेल सकिए लगतै उनी अर्जेन्टिनी समर्थकतर्फ फर्केर लामो समयसम्म आँसु झारिरहेका देखिए भने मैदानबाट बाहिरिँदा पनि उनको अनुहारमा गहिरो निराशा झल्किन्थ्यो। निर्धारित 90 मिनेट गोल रहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको केही सेकेन्डमै फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई 1-0 को ऐतिहासिक जित दिलाएर दोस्रो विश्वकप उपाधि जितायो। निर्णायक गोल भएपछि मेस्सीले टाउको झुकाउँदै निराश मुर्दामा मैदानतर्फ हेरिरहेका दृश्यले विश्वभरका फुटबल समर्थकलाई भावुक बनायो। खेल सकिएपछि उनी केही बेर मैदानमै बसेका थिए भने स्पेनका धेरै खेलाडी उनी कहाँ पुगेर सान्त्वना दिएका थिए। यस हारसँगै अर्जेन्टिनाको सन् 1962 पछि लगातार 2 विश्वकप जित्ने पहिलो पुरुष टोली बन्ने सपना पनि समाप्त भएको छ। मेस्सीले यस अघि सन् 2022 मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए भने त्यस यता टोलीले लगातार 2 कोपा अमेरिका उपाधि समेत जितेको थियो। विश्वकप 2026 मा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै 8 गोल र 4 असिस्ट गरेका थिए। यससँगै उनको विश्वकप करियरको कुल गोल संख्या 21 पुगेको छ। साथै उनी 3 वटा विश्वकप फाइनलमा सुरुवात गर्ने पहिलो खेलाडी समेत बने। खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीको खुलेर प्रशंसा गर्दै उनी मैदानमा उत्रिएका सबैभन्दा महान फुटबल खेलाडी हुन्। उनले देशका लागि जे गरे त्यसमा सबैले गर्व गर्नुपर्छ। यता स्पेनका प्रशिक्षक लुइस देला फुएन्तेले फाइनलको रणनीति नै मेस्सीलाई नियन्त्रणमा राख्ने रहेको खुलासा गरे। त्यसको प्रभाव खेलमा स्पष्ट देखियो। मेस्सीले पुरै खेलमा 54 पटक मात्र बल छोएर गोल गर्ने स्पष्ट अवसर सिर्जना गर्न सकेनन्। फाइनल पछि मेस्सीले हार स्वीकार्दै भने, हामी दुखी छौं तर हामीले सम्पूर्ण दिल लगाएर खेलेका थियौं। स्पेन उत्कृष्ट टोली थियो। हामी हार स्वीकार गर्छौं तर यसले हामीले हासिल गरेका उपलब्धिलाई मेटाउन सक्दैन। 80,000 भन्दा बढी दर्शक उपस्थिति मेट लाइफ स्टेडियममा अधिकांश समर्थक मेस्सीले दोस्रो विश्वकप उपाधि जितुन् भन्ने चाहन्थे तर अन्ततः सुनौलो कन्फेटी स्पेन माथि बर्सिँदा मेस्सी झुकेका काँध, आँसु भरिएका आँखा र अधुरो सपना सहित मैदानबाट बाहिरी।